नमस्कार, म किशोर राई। आज म नेपालमा भूमि व्यवस्था र गुठी जग्गा कमाउने किसानहरू कसरी दोहोरो मारमा परेका छन् भन्ने बारेमा केही कुरा राख्न गइरहेको छु। विगतमा नेपालमा धेरै किसिमका भूमि व्यवस्थाहरू थिए, जस्तै कि रैकर जग्गा, जागिर जग्गा, रकम जग्गा, बिर्ता जग्गा, गुठी जग्गा, किपत जग्गा, सेरा जग्गा, हले, पाटे, कोदाले आदि इत्यादि, जसमध्येमा आज पनि केही अस्तित्वमा रहेका छन्। तीमध्ये आज म गुठी संस्थानको जग्गा सम्बन्धी छोटो भनाइ राख्न गइरहेको छु। गुठी शब्द सङ्घ वा समाजको अर्थमा प्रयुक्त हुने संस्कृतको गोष्ठी शब्दबाट अपभ्रंश भएर गुठी भएको हो। गुठी जग्गाको प्रकरण कहिलेदेखि र कसरी सुरु भयो भन्ने सम्बन्धमा मैले बुझेअनुसार, मेरो अध्ययन अनुसार गुठी प्रथा लिच्छवी कालदेखि नै सुरु भएको भन्ने कुरा बुझिन्छ। त्यतिखेर गुठी प्रथा थियो, गुठी संस्थान थिएन। त्यस्तै लिच्छवी काल, मल्लकाल हुँदै राजा महेन्द्रको पालामा 2021 सालमा राजा महेन्द्रले राजस्व र देवस्व एकै ठाउँमा राख्नु मिल्दैन भन्ने मान्यता अनुसार गुठी प्रथालाई राजा महेन्द्रले गुठी संस्था भनेर संस्थागत रूपमा स्थापना गरेको हो। यो जग्गा कसरी प्रचलनमा आयो भन्दा धार्मिक मान्यता अनुसार देवी देवताको नाममा दान दक्षिणा गरेमा इहलोक र परलोक सप्रिने भन्ने मान्यता अनुसार राजा महाराजाहरूले वा सर्वसाधारण जनताहरूले मन्दिरको नाममा, पार्टी पौवाको नाममा, स्कुलको नाममा, अस्पतालको नाममा, विभिन्न मठ मन्दिरको नाममा जग्गा दानहरू गरे, जसले आज हामीले गुठीको जग्गा भन्छौँ। गुठी धेरै किसिमका छन्, जसमध्येमा मोटामोटी राजगुठी र दुनिया गुठी भनिन्छ। राजगुठी भनेको राजा महाराजाहरूले दान दक्षिणा गरेको जग्गालाई राजगुठी भनिन्छ भने अन्य त्यतिखेरको रैतीहरू र जनताहरूले दान दक्षिणा गरेको जग्गालाई दुनिया गुठी भनिन्छ। राजगुठी पनि दुई किसिमका छन्, जस्तै 5 सरकार गुठी र 3 सरकार गुठी। 5 सरकार गुठी भनेको राजा महाराजा 5 सरकारहरूले दान गरेको जग्गालाई
5 सरकार गुठी भनिन्छ भने राणाकालमा राणाहरूले वा 3 सरकारहरूले दान गरेको जग्गालाई 3 सरकार गुठी भनिन्छ। यसभित्र सार्वजनिक गुठी वा निजी गुठी भन्ने पनि प्रचलनमा छ। त्यसमा पनि हाल प्रचलनमा रहेको गुठीहरू मध्ये रैतनी गुठी, तैनथी गुठी र अधिनस्थ गुठीहरू छन्। तैनथी गुठीको जग्गा भनेको पूर्ण गुठीको स्वामित्वमा रहेको गुठीको जग्गा हो। यो तैनथी गुठीको जग्गा मोही नलाग्ने र मोही कायम नभएको गुठीको जग्गा हो। यो तैनथी गुठीको जग्गा किनबेच नहुने जग्गा हो। तर पछि भूमाफियाहरूले चलखेल गरेर केही रकम तिरेर तैनथी गुठीलाई रैतनी वा निजी बनाए र अर्को अधिनस्थ गुठी भनेको मोही कायम भएको गुठी हो। यो गुठीको जग्गा किनबेच हुने गुठीको जग्गा हो। यो जग्गा कमाउने किसानले उपभोक्ताले गुठी संस्थानलाई कुट तिर्नु पर्दछ र गुठीको मुख्य मान्छेलाई थकाली भनिन्छ। मैले अध्ययन गरे अनुसार, मैले बुझे अनुसार अहिले नेपालमा 2335 वटा गुठी संस्थानहरू कायम छन्, जसको अधीनमा 14,50,000 रोपनी जग्गाहरू कायम रहेको छ। अब म गुठीको जग्गा कमाउने किसानहरू कसरी दोहोरो मारमा परेका छन् भन्ने सम्बन्धमा केही कुरा राख्न गइरहेको छु। आज गुठी संस्थानको जग्गा कमाउने किसानहरू वा उपभोक्ताहरू दोहोरो मारमा परेका छन्। किनभने गुठी संस्थानको जग्गा कमाउने किसानहरूबाट छुट्टै सरकारले त्यो जग्गाको भूमि कर लिन्छ भने गुठी संस्थानले पनि त्यही जग्गाको फेरि अर्को छुट्टै भूमि कर लिएको छ। त्यसैले आज गुठीको जग्गा कमाउने किसानहरूमाथि वा उपभोक्ताहरूमाथि सरकारले नजानिदो ढङ्गले वा घुमरो तरिकाले यसरी शोषण गरिरहेको छ। त्यसैले यो शोषणको प्रवृत्ति तत्काल अन्त्य हुनुपर्दछ। किनभने एउटै भूमिमाथि यसरी राज्यले दोहोरो कर लिन पाउँदैन। त्यसैले म के विनम्र अनुरोध गर्दछु भने कि त सरकारले ती गुठीको जग्गा कमाउने किसानहरूबाट सरकारले मात्र राजस्व लिनुपर्दछ र यहाँका गुठी संस्थानहरू सरकारले व्यवस्थापन गर्नुपर्दछ। कि त सरकारसँग सहकार्य गरेर
त्यो गुठीको जग्गाको भूमिकर गुठी संस्थाले मात्र लिनुपर्दछ। यसरी एउटै जग्गामाथि दोहोरो स्वामित्व कायम गरेर भूमिकर लिनु पाइँदैन। सरकार भनेको राज्यको अभिभावक हो। अभिभावकले सम्पूर्ण नागरिकहरूमाथि समान व्यवहार गर्नुपर्दछ र समान दृष्टिकोण राख्नुपर्दछ। यसरी किसानलाई मारमा पारेर एउटै भूमिबाट राज्यले दोहोरो कर लिनु पाउँदैन। यसमाथि सरकारको तत्काल ध्यान जाओस् भन्ने म अनुरोध गर्दछु। आदरणीय श्रोता मित्रहरू, यो भिडियोलाई सकेसम्म लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरिदिनुहोला भन्ने अनुरोध गर्दछु, ताकि यो भिडियो अहिलेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसम्म पुग्न सकोस् भन्दै आजको यो छोटो भिडियोलाई यही अन्त्य गर्दछु। हस्त, धन्यवाद, नमस्कार।